बालेन सरकारको ऐतिहासिक उपहार, वैदेशिक रोजगारको सिन्डिकेट सदाका लागि अन्त्य। बालेन सरकारको अर्को ठूलो धमाका, वैदेशिक रोजगारीमा जाने लाखौं नेपाली श्रमिकलाई वर्षौंदेखि एउटै घेराभित्र राखेर शास्ति दिने स्वास्थ्य परीक्षण सिन्डिकेट अब इतिहास बनेको छ। प्रधानमन्त्री बालेन शाह र श्रम मन्त्रालयको यो एउटै निर्णयले लाखौं युवाको मन जितेको छ। मंगलबार जारी गरिएको विशेष विज्ञप्ति अनुसार अब श्रमिकले सीमित निजी ल्याबमा मात्र होइन, नेपाल सरकारबाट स्वीकृत जुनसुकै सरकारी अस्पतालमा गएर स्वास्थ्य परीक्षण गराउन पाउनेछन्। वैदेशिक रोजगार ऐन 2064 को मर्मलाई आत्मसात गर्दै सरकारले श्रमिकको छनौट गर्न पाउने अधिकारलाई पुनः स्थापित गरिदिएको छ। अब आफ्नै गाउँठाउँका सरकारी अस्पतालमा सस्तो र भरपर्दो सेवा पाइनेछ। बिचौलियाको सेटिङ र अनावश्यक झन्झटबाट श्रमिकले ठूलो मुक्ति पाएका छन्। यो केवल सुधार मात्र होइन, श्रमिकको पसिनाको सम्मान र नयाँ नेपालको सुशासनको संकेत हो। सीमित घेरा तोडेर सबै सरकारी अस्पताललाई बाटो खोल्ने बालेन सरकारको यो जनमुखी निर्णयलाई